एक्कासी रनिङ गर्दा यस्तो के भयो अँध्यारोमा लास्टसम्म हेरेर साथ दिनु होला है त गाइजहरु। हेलो वेलकम टु न्यू भिडियो। सबैजनालाई स्वागत छ मेरो छोटो मिठो मिनी भ्लगमा। आज सुरुवात हुन्छ मर्निङ मिनी भ्लग। आज चाहिँ हामी रोड रनिङ जाँदैछौँ, साथीहरू आउँदैछन्। यता साथी आइसकेको छ। हामी चाहिँ केही समयपछि यता माथि बाइनी चोकनेर आइसकेका छौँ। अहिले चाहिँ बिहानको 5 बजिसकेको छ। आज चाहिँ हामी रोड रनिङ जाँदैछौँ, त्यही भएर हामी चाहिँ आजको छ यति 5 बजेको बेला पनि मान्छेहरूको पसलहरू खुलिरहेको छ अनि मान्छेहरू पनि हिँडिरहेको छौँ अनि हामीहरू पनि हिँड्दैछौँ। आज चाहिँ शनिबार परेको थियो अनि त्यही कारणले गर्दा नि आज चाहिँ हामी शनिबारतिर रोड रनिङ जान्छौँ अनि साथीहरू चाहिँ यता आइसकेको रहेछन् अनि हामीहरू पनि साथीहरूसँग पुगिसकेको छौँ। हामी चाहिँ मन्चदेखि अगाडि साइडमा छौँ अनि आज चाहिँ धेरै नयाँ साथीहरू पनि आएको छ। यता फेरि हाम्रो रनिङ पनि स्टार्ट हुन लागिसक्यो। साथीहरू चाहिँ अगाडि हिँडिरहेको छन्, म चाहिँ पछाडिबाट यसो भिडियो बनाइरहेको छु। चिसो पनि एकदमै बढिरहेको छ आजभोलि। अहिले चाहिँ बिहानको 5 बजेको छ। साथीहरू पछि हामी चाहिँ यस्तो ठाउँमा आएको छौँ, साथीहरू चाहिँ दौडैछन् अनि म चाहिँ यसो भिडियो बनाइरहेको छु। हामी चाहिँ यस्तो गाउँ ठाउँमा आएको थियौँ। हामी चाहिँ यता वन जङ्गलको बिचमा साइडमा आएको थियौँ। हामीहरू चाहिँ आज एकदमै रमाइलो भयो साथीहरूसँग। अनि आज चाहिँ हामी नगएको ठाउँमा पनि गयौँ, साथीहरूसँग एकदम रमाइलो भयो। बाटो चाहिँ एकदमै खतम रहेछ अनि खुट्टा पनि एकदमै दुखिरहेको छ। आज झन्झनै आज चाहिँ मजासँग शनिबार रेस्ट गर्नुपर्छ। यहाँनिर चाहिँ एकदमै दामी फुल फुलेको रहेछ। आज चाहिँ हामी कहाँ गएको थियौँ भने आँखा अस्पतालदेखि हल्का भित्र साइडतिर गएको थियौँ। आज साथीहरूसँग एकदमै रमाइलो भयो, राम्रो पनि भयो। अनि यता चाहिँ अङ्कलहरूले आएको त केही समयपछि रनिङ सबै गरिसकेर हामी चाहिँ फर्किन लागिसक्यो। हामी चाहिँ 5 जना जति गएको थियौँ। आज एकदमै रमाइलो भयो साथीहरूसँगै भेटघाट पनि। अनि यहाँनिर चाहिँ एकदमै दामी बाटो रहेछ। यसो भिडियो बनाउनु लगाएको म चाहिँ अनि साथीहरूसँग अगाडि हिँडिरहेको छन्। आज चाहिँ चिसो एकदमै बढिरहेको छ झन्झनै। हामी चाहिँ शनिबारतिर चाहिँ रोड रनिङ जान्छौँ अनि त्यही भएर पनि आजको मेरो मिनी भ्लग चाहिँ यहाँसम्मको थियो। अहिलेको लागि बाई बाई अनि अर्को भिडियोमा भेटौँला।